हेलो नमस्ते सबैजनालाई स्वागत छ मेरो न्यू ब्लगमा। सो आजदेखि म चाहिँ कन्टिन्यू ब्लग गर्ने सोचिरहेको छु। सो अहिले चाहिँ बिहान भइसकेको छ, बिहान भन्दा नि 8 साढे 8 भइसकेको छ। म चाहिँ भर्खर उठेको। सो काम धन्दा छैन। सो अब मलाई चाहिँ एउटा काम आइसकेको छ, खोलामा गएर बलुवा बोक्ने, यहाँ ढलाइ गर्ने रे होइन भुइँ हल्का। सो अब जानुपर्ने हुन्छ नास्ता खाएर खोलातिर। सो अहिले चाहिँ म नास्ता खाएर होइन बलुवा लिन निक्लिन लागेको थिएँ। साइकलै रहेन छ कि, अनि दाइको घरतिर साइकल लिन जान लागेको होइन अहिले चाहिँ। अनि त्यही त यो घन पनि छोड्नु पर्ने भयो, त्यही त्यो घन छोडेर चाहिँ म साइकल लिएर आउँछु। के हुन्छ भिडियो बनाउँदा लाज लाग्छ अरे के? ब्लग हो कि तेरो दाइको? जामा आइज घुम्न खोलातिर बालुवा गोजी खोल्दै यसो चेक गर त। 1 रुपियाँ छैन, चटोट खिला भन्छ यहाँ, दाइलाई खिलाउनु लिएर जान्छ अब। ल फाइनली साइकलको जुगाड भइहाल्यो हाम्रो होइन। दुईवटा भेली साइकल भन्नाले के भन्छ बुढो साइकल। कस्तो फिल भइरहेको छ आउँदा बाइक पछाडि साइकलमा? बुलेट। सो फाइनली हामी चाहिँ अब बालुवा लिन खोलातिर हिँड्ने हो। सबै मजा आयो। ल अब खोलामा जान्छौँ हामी। खोलामा गएर झ्याम बालुवा हाल्नुपर्छ। सो हामी चाहिँ खोलामा आयौँ होइन, बालुवा लिन लागेन अहिले। सो खोला त्यही तल छ होइन। खोला पानी चाहिँ छैन अहिले त्यस्तो धेरै। गर्मीको मौसम छ नि त, अब वर्षाको मौसम भयो भने पानी हुन्छ। पानी चाहिँ छैन त्यति धेरै होइन, अलिअलि छ। एक बालुवा के भन्छ, एक बोरा निकालेको साला सास फुत्किन लाग्यो जस्तो भयो। आदतै छुटिसकेको थियो यस्तो कामको होइन। यहाँ लोडिहाल्यो नि, चप्पल लगाएर चढेको भुसरुङ्गैमा। साला कति चिप्लो ठाडै छ क्या फेरि, लास्ट ठाडै छ। हेर्नु न यस्तो छ बाटो, सिधै हो कि ओह्रालो। चप्पल यहीँ छोडिदिनु, लोटिहाल्यो नि कसम गाई। भुत्रुङ्गे पछाडि यार यस्तो फोटो भयो पछाडि। ल्याक्सन म्यान्डु मर्छ अहिले। म त आएको छ डलिहालेँ। मान्छेको लाइफमा पानी जस्तै क्या धमिलो। शान्त बसेर सोच्न सक्यो भने फेरि हजारौँ बाटो भेटिन्छ होइन। शान्त बस्न सक्यो भने हजारौँ बाटो भेटिन्छ। सो मान्छेले त्यही गर्नु, त्यही बाटो भेटाउनै सक्दैन। कति हल्ला गरेकोमा बल्ल बल्ल भ्याइयो यार, बडा मुस्किलले भ्याइयो। पानी लिएर 12 बोराले लगाइदियो। मैले बाने एउटा क्या हावा चलेको, सुत्दिनुपर्छ क्या त यार। यस्तो सुनसान जग्गा जङ्गलको बिचमा खोलामा आएर मस्त बालुवा भयो। राइडर लोड गाना बजेर फेरि कपिराइट आइदिन्छ भिडियोमा। आकाश बल्ल यति एकखेप लिएर आयो यार, अझै एकखेप लिन जान पुरा हालत हेर्नु पसिने भयो। 1.5 सालपछि काम गरेको हालत खराब यस्तो कामले। गर्मी लास्टै भयो होइन। दाइहरू त गइसक्यो जङ्गलको बाटो, म पनि जाने अब एकखेप ल्याएपछि भ्याइन्छ फेरि। सो अहिले साँझ भइसक्यो, म एक निन्द्रा सुतेर नि उठिसकेँ आराम गरेर होइन। बाटो डुल्ने पालो हल्का यसो टाइम पास, घर बस्न झ्याउ लाग्छ। ल बोरा र पेन्ट लगायो हामी घुम्न दाना आइदिएछ कि यहाँ दाना बुढो जस्तो गरेर उस गरेको कि नगरेको
बोल्न बोल के छ र होइन बोल्ने मनको कुरा खोल्ने होइन हुन त अब यो दुनियाँमा भरोसा गर्ने लायक कोही पनि छैन होइन सबै स्वार्थी छ यो दुनियाँमा होइन के भन्ने अब जानवरलाई बरु माया गर्न सकिन्छ मान्छेलाई गर्न सकिन्न मान्छे भनेको पागल हो होइन एकचोटि गल्ती गर्छ उसलाई एकचोटि फेरि मौका दियो भने फेरि दुबारा त्यही गल्ती गर्न पुग्छ मान्छे भन्ने चिज होइन हो कि नै मैले चाहिँ जानी धोका दिएको है बुझेर त्यो धोका सोकाको कुरा छोडे अरे इन्सानी दुनियाँमा अब यो नर्मल अर्काको छोरीलाई के बिगारिदिउँ भनेर अब 95% त लायककै छैन मान्छेहरू अब 5% कहाँ लुकेर बसेछ होइन मुना मदन खोजेर सकिँदैन अहिले प्रपोज गरिदिए हे भन्न आई लभ यु भलङ न स्टोरी चाहिँ नहाले आई लभ यु तिमी बाइक मेरो कोही छैन भन्नु तिमी बाइक मेरो कोही छैन तिमी नै हो मेरो सुन्दरी चुप्पा खाइदे काली भए पनि तिमी मेरो दिलवाली रानी हो तिमीलाई मैले धेरै माया गर्थेँ अहिलेबाट होइन धेरै वर्षबाट कति वर्ष 10 वर्ष त्यतिखेर म जन्म दिनु होला एक्सेप्ट गरे ला पाडी पनि भाग्दियो पाडा पो भएछ आम्बाका मेरा सारा माया तिमीलाई दिने प्रयास गर्दा अन्जानमा तिमीलाई मार्न पुगेछु सायद त्यो मुटुमा मेरो नाम कोरिएको थिएन बाई हजुर तोरीको तेल धेरै हालिदिएन तेल धेरै हाल्नु न तोरीको तेल धेरै दिनपछि खाना बनाउनु लाग्यो आज मागै नबोलेको हत्ते गराइदिन्छ यार बल्ल बल्ल बोल तेलै तातै थिएन मेरो खाना बनाउने प्रोसेस सुरु भयो है अब कस्तो बन्छ मलाई पनि थाहा छैन अब गयो आलु बोडी पनि आयो है आलु र बोडी हो आज चाहिँ सब्जी होइन मसला पनि रेडी छ होइन टक्क पिसेर राखेको थिएँ मैले चाहिँ होइन एडभान्समा अनि अहिले झ्याउ हुन्छ भनेर के बल्ल मेरो काम चाहिँ बल्ल बल्ल सिद्धियो मेरो काम होइन अनि भिडियो पनि धेरै लामो बनाएँ आज काम पनि अलि बढी नै थियो भनौँ न हल्का फुल्का बाहिरको कामहरू अनि तपाईँ पनि लाग्छ भिडियो लामो पनि भएछ सो भिडियोलाई चाहिँ आज यहीँ समाप्त गरौँ है भेटौँ न फेरि भोलि मर्निङमा लाइक पनि गर्ने गर्नु न यस्तो च्यानललाई सब्सक्राइब पनि गर्ने गर्नु है बाई बाई